हिरो भन्न गएको जिरो भनेर फर्क्यो। केही महिना अगाडि माइक आफ्नो रुममा बसिरहेको बेला छिमेकीहरू जोडले चिच्याएको आवाज आयो। मानव केही भयानक कुरा भएको छ। सके मद्दत, नसके मद्दत गरे जस्तो गर्छु भनेर माइक चाहिँ दौड्यो बाहिरतिर र उसले देख्यो कि उसको छिमेकीहरू आफ्नो घरको ढोकामा पोइन्ट गरेर चिच्याइरहेका थिए। उसलाई लाग्यो कि या चोर नभए साप होला। तर त्यहीँ पुगेर हेर्दा देख्दा चाहिँ नर्मल तर हल्का स्ट्रेन्ज टाइपको चिकन चाहिँ त्यहाँ देख्यो। माइकलाई त बहादुर बन्नु थियो र भन्यो, चिन्ता नगर, मैले यो थाहा पाइसकेँ के हो। यति भनिसकेपछि उसले चिकन छोप्नतिर लाग्यो, तर चिकन पनि यति सजिलै कहाँबाट हात आउँथ्यो र। उल्टै चिकनले ऊ माथि जम्प गरेर उसलाई ठुङ्न थाल्यो। अब यो कन्डिसनमा अघि जति कराएको थियो नि उसका छिमेकी, त्योभन्दा बेसी त यही कराइरहेको थियो। त्यो चिकनलाई जवाफ नै देला भने जसरी त किन यस्तो भनी सोध्छ। अघिसम्म कराइरहेका छिमेकीहरू अहिले उसलाई देखेर हाँसिरहेका थिए र दुईटा साना साना बच्चाहरूले उसको भिडियो बनाइराखेका थिए। र चिकनले फेरि आफ्नो कुनै पर्सनल दुश्मनी होला जस्तो पुरै गल्लीभरि चालिरहेको थियो। अन्तिममा एउटा 7 वर्षको बच्चा आयो र उसले चाहिँ चिकन समातेर उसको ओनरलाई दियो। उसलाई चाहिँ यसरी समातिरहेको थियो कि मानव त्यो एउटा कुनै टोय हो। नाउ रिसेन्टली त्यो बच्चा गल्लीको हिरो बनेको छ र जुन माइक चाहिँ हिरो बन्छु भनेर गएको थियो त्यो चाहिँ अहिले गल्लीको भगुवा बनेको छ। यो कुरा केही महिना अगाडिको भए पनि अहिलेसम्म पनि माइकले चिकनकै आवाजमा अभिवादन पाइरहेको छ। यस्तो अरू कोही छ जो हिरो बन्न गएको जिरो बनेर फर्केको? लेट मी नो इन द कमेन्ट। इफ यु हेभ एनी स्टोरी टाइम देन टेल मी, आई विल कभर इट।